हेलो गाइस, नमस्ते नमस्कार, म योगेन राई। स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। यहाँहरुलाई स्वागत छ। सो गाइस, आज चाहिँ म कतारको दोहा स्थित इन्टरनेसनल एयरपोर्टमा छु। सो गाइस, आज चाहिँ म यस्तो ठाउँमा आएको छु कि आफैले अचम्म लागिरहेको छ हैन। यस्तो कतार जस्तो ठाउँमा चाहिँ एउटा एयरपोर्टभित्र यस्तो वन जङ्गल छ, त्यो पनि एयरपोर्टभित्र। सो गाइस, तपाईहरु देखिरहनु भएको छ यहाँ यस्तो ब्युटिफुल, यस्तो हरियाली हैन, यस्तो मन लोभाउने सिनहरु छ। सो गाइस, तपाईहरु कुन ठाउँमा हुनुहुन्छ? तपाईहरु पनि कतिजना यो ठाउँमा आएर घुम्नु भएको होला हैन। कुनै तपाईहरुलाई थाहा भएको कुरा होला पक्कै पनि। तपाईहरुले यो जुन साथीहरु चाहिँ यो ठाउँमा आएर घुम्नु भएको छ, बस्नु भएको छ, तपाईहरु पनि हाजिर हुनुहोस् ल। हाजिर हुनुहोस् ल। मेरो फेसबुकमा गएर, मेरो भिडियोमा गएर 1 लाइक, कमेन्ट, शेयर गर्नु होला अनि भन्नु होला। किनकि म चाहिँ पहिलोचोटि आएको यो ठाउँ हैन, एकदम राम्रो लाग्यो र भिडियो बनाएको। त यसको खासै विशेषता चाहिँ के कस्तो छ भने त्यो चाहिँ मलाई थाहा छैन हैन। तर मलाई चाहिँ एकदम स्वर्गको अप्सरा जस्तो लागिरहेछ हैन। एकदम स्वर्गमा पुगेको फिल भइरहेछ क्या। सो गाइस, यो ठाउँको विशेषता के हो यो र कसरी बनायो तपाईहरुलाई थाहा छ भने मलाई बताइदिनु होला। सो गाइस, सुरुदेखि अन्तिमसम्म मेरो भिडियो हेरिदिनु होला, प्रतिक्रिया दिनु होला है। ल हेर्नुहोस् है गाइस, अब यस्तो राम्रो भिडियो छ यहाँ। यतातिर मान्छेहरू बसिरहेको छन् हैन, आफ्नो टाइम पास गरिरहेका छन्, मनोरञ्जन गरिरहेका छन्, फिल्ममा डुबिरहेका छन्। सो गाइस, ल गाइस, अब एयरपोर्टभित्र जङ्गल छ, अनि झरना छ हैन। यही झरनाबाट आएर यही पोखरीहरू छ, पानी जमेको छ। सो गाइस, समुद्र जस्तो लागिरहेछ हेर्दाखेरि नै, म कहाँ छु जस्तो लागिरहेछ। आहा, यस्तो ब्युटिफुल, यस्तो डेभलप हाम्रो देश कहिले हुनु होला। सो गाइस, सुन्दरताले भरिपूर्ण देश कतार। सो गाइस, हेर्नुहोस् है, यस्तो छ। अब एयरपोर्टभित्रै केराको थम्बा, केराको बोट छ, अब खजुरको बोट छ त्यस्तै। सो गाइस, यहाँ देखिरहनु भएको छ खजुरको बोट। सो गाइस, यो रुखको नाम चाहिँ मलाई थाहा भएन, तपाईहरुलाई थाहा छ भने बताइदिनु होला। ल गाइस, यो भित्र चाहिँ यस्तो छ ठाउँ है। फन पार्क पनि हो। मान्छे सुतिरहेको छन्, बसिरहेका छन्, मनोरञ्जन गरिरहेका छन्, फिल्ममा डुबिरहेका छन् हैन, आनन्द फिल गरिरहेका छन्, आफ्नो थकाइ मेटाइरहेका छन्। सो गाइस, तपाईहरु देखिरहनु भएको छ। सो गाइस, म चाहिँ वास्तविक स्वर्ग चाहिँ यहाँ देखेँ है। सो गाइस, अब घुम्नुपर्ने ठाउँ चाहिँ कति धेरै छ हैन। म चाहिँ एकदम थोरै टाइम लिएर आएकोले, मेरो टाइम लगभग टाइम सकिनु आँटेकोले अब भिडियो बनाउनु अलिक समयले भएन। मेरो भिडियो आउने नै छ। मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है भन्दै। अब हेर्नुहोस् ल गाइस, यी मान्छे सुतिरहेछन्, थकान मेटिरहेछन्, आनन्द फिल गरिरहेका छन् है। भिडियो चाहिँ धेरै बनाउनु पर्ने छ, धेरै ठाउँ छ। म चाहिँ थोरै ठाउँ मात्र घुमिरहेको छु, तर घुम्यो भने यो ठाउँ चाहिँ 2-3 घन्टा लाग्छ है। यो चाहिँ फेरि अचम्म लागेको चाहिँ कतारको दोहा स्थित एयरपोर्टभित्र हो क्या गाइस। अब वास्तवमा भन्नुपर्दाखेरि चाहिँ अब हाम्रो नेपालमा चाहिँ नेपालको इन्टरनेसनल एयरपोर्टभित्र चाहिँ एउटा टोइलेट जाँदाखेरि टोइलेटमा पानी छैन, टोइलेट बसिसकेर हात धुनुको लागि एउटा स्याम्पो साबुन छैन। सो गाइस हैन, त्यस्तो नाजुक स्थिति छ। अब के भनौँ हो हैन। अब स्वर्गको टुक्रा हुन्छ नेपाल, तर हेर्दाखेरि चाहिँ
सुन्दाखेरि त्यस्तो भनिन्छ, तर वास्तवमै नेपालको पीडा चाहिँ एकदम नेपालको नेपालको विकास हेऱ्यो भने चाहिँ मान्छेले खिसी गर्छन् हामीलाई होइन। तर सोगासी यहाँ हेर्नु त, मरुभूमिमा होइन, मरुभूमिमा त्यो पनि एयरपोर्टभित्र यस्तो 1 घन्टा पुरै 1 घन्टा घुम्न पनि नसकिने जङ्गल, त्यो पनि कतार जस्तो देशमा। सो गाइस लगभग मैले धेरै नै घुमेँ, टाइमको अभाव रहेकोले गाइस। सो आजको मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला मेरो भिडियो भन्दै। अर्को ब्लगमा भेट्नेछौँ। सो गाइस बाई बाई, लभ यु सो मच।